साथीहरु महानायक राजेश हमालको मुभी नरसिंह अवतार रिलिज भएको आज 4 दिन भइसकेको छ र आज हामी डे नम्बर 4 को नरसिंह अवतारको शो काउन्ट र एडभान्स बुकिङ देशभरका सिनेमाघरको हेर्नेवाला छौं र त्यसैगरी साथीहरु महानायकको क्रेज यहाँनिर चाहिँ मल्टिप्लेक्स भन्दा पनि सिंगल थिएटरमा यहाँनिर अष्टनारायणमा अस्ति शनिबारको तपाईले हेर्न सक्नुहुन्छ पोस्टरमा पनि हेर्न सक्नुहुन्छ यति जनताहरु दर्शकहरु यति आउनु भएको थियो कि 800 900 जना खचाखच भर्नु भएको थियो यानी कि महानायक राजेश हमालको अझै पनि सिंगल थिएटरमा त्यतिकै क्रेज देखिरहेको छ र महानायक भनेपछि अझै पनि सिंगल थिएटरका दर्शकहरु अझै पनि आउने गरेको यहाँनिर फोटोले पनि प्रष्ट पारिरहेको छ भनेपछि महानायकको क्रेज अझै कमी भएको छैन है त। त्यसैगरी साथीहरु एउटा खुशीको खबर यो पनि रहेको छ कि तपाईहरुकै सिटी तपाईहरुकै शहरमा महानायक राजेश हमाल यही 13 गते नेपालगञ्ज र दाङमा आउँदै हुनुहुन्छ भने त्यसैगरी 14 गते चाहिँ धनगढीमा महानायक राजेश हमाल आउँदै हुनुहुन्छ तपाईहरुकै सिनेमाघरको नजिकमा। तपाईहरु यदि नजिकमै हुनुहुन्छ भने कृपया महानायक राजेश हमालसँग एक पटक बसेर सँगै हलमा यो नरसिंह अवतार हेर्न पाउने मौका पाउनु भएको छ। तपाईहरुले मौका नछोडाउनु होला है त। 13 गते हामी नेपालगञ्ज र दाङ आउँदै छौं र 14 गते हामी धनगढी आउँदै छौं। मलाई पूर्ण विश्वास छ यहाँहरु सबैजना चलचित्र भवनमा आएर हामीहरुको साथमा यो चलचित्र हेर्नु हुनेछ। र त्यसैगरी साथीहरु यहाँनिर यो अर्को बिग अपडेट यो आइरहेको छ कि 12 गाउँ मुभी यामएसएम भिडियो ओटीटीमा चाँडै नै आउँदैछ। अबको यही हप्ता भित्रै सायद सम्भवतः आउँछ होला यो 12 गाउँ मुभी तपाईहरुले हेर्न छोडाउनु भएको छ भने यामएसएम भिडियो ओटीटीमा हेर्न पाउने होला छ त। र त्यसैगरी साथीहरु यहाँनिर फेरि अहिले यो सौगात मल्लको मुभी जन्ते बाख्राको ट्रेलर आज आउने भएको छ र यदि तपाईहरुलाई यो ट्रेलर हेर्न मन छ भने तपाईहरुले आज कुर्न पर्ने होला छ। आज सोमबारको दिन चाहिँ यो सौगात मल्लको मुभी जन्ते बाख्राको ट्रेलर आउँदैछ र मुभी रिलिज हुने भनेको चाहिँ जेठको 23 गते हो। साथीहरु कति पनि ढेर नगर तपाईहरुलाई हामीले अब सिधै शो काउन्ट र एडभान्स बुकिङको स्क्रिन लिन चाहन्छौं। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई लाइक कमेन्ट सब्स्क्राइब गरिदिनुला भन्दै अब तपाईहरुलाई सिधै शो काउन्ट र एडभान्स बुकिङको भिडियोमा लैजान चाहन्छौं। भिडियो कन्टिन्यू गर्नुस् है त। साथीहरु आज डे नम्बर 4 को सोमबारको नरसिंह अवतारको शो काउन्ट एडभान्स बुकिङ हेर्नको लागि म देशभरका सिनेमाघरको अनलाइन टिकट बुकिङ स्क्रिनतर्फ आइसकेको छु र सर्वप्रथम एकपटक एक झलक फेरि उनको स्वेटर हेरौं त्यसपछि कर्मश नरसिंह अवतार गरी अन्य पनि हेर्नेछौं है त। त साथीहरु यसले हिजो लगेर गएको थियो यो उनको स्वेटरले 117 शो भने आज यसको शो अझै बढेर 125 पुगेको छ। करिब 8-9 वटा शो बढेको छ। त बुकिङ के छ आज हेर्छौं त्यसपछि हामी नरसिंह अवतार हेर्छौं त। केएफएक्स सिभिलमा हेर्न चाहन्छौं के कस्तो गरिरहेको छ 12 बजे दिउँसोको के छ हेर्न केएफएक्स सिभिलको हेर्न चाहन्छौं हामी। खाली देशो छ हाम्रो 4-5 जना। त्यसपछि सिटी सिनेमाको हेर्न चाहन्छौं हेर्न 2 जना मात्र हुनुहुन्छ। वन सिनेमा कालीमाटीको हेर्न चाहन्छौं के कस्तो गरिरहेको छ। वन सिनेमा कालीमाटीमा फाटोफुट यहाँनिर 15-20 जना देख्नु भएको छ। 5 बजेको हेर्न चाहन्छौं यहाँनिर वन सिनेमा के कस्तो भइरहेको छ हामीले ठिकठाकै 40% देखाएकै छ। फेरि 8:15 को हेर्न चाहन्छौं के कस्तो भइरहेको छ। 8:15 मा 8:15 भने 15-20 जना देख्नु भएको छ। केएफएक्स स्काइलाइन ब्रिगन्जमा हेर्न चाहन्छौं के कस्तो छ। आज 125 शो लगेको छ। 3 जना हुनुहुन्छ। आइएनएस सिनेमाको हेर्न चाहन्छौं केआरको यहाँनिर चाहिँ खाली छ साथीहरु। त्यसैगरी केएफएक्स सिनेमा सीजी मल भरतपुरको हेर्न चाहन्छौं उनको स्वेटरको आज तेस्रो हप्ता चलिरहेको छ। तेस्रो हप्ताको सोमबार हो। केएफएक्स सिनेमा सीजी मलको हेर्दै छौं हामी यहाँनिर 3 जना 4 जना हुनुहुन्छ। त्यसैगरी 8 बजे रातिको हेर्न चाहन्छौं केएफएक्स को उनको स्वेटर यहाँनिर खाली छ। फेरि आइएनएस सिनेमा यानवी सेन्टरको हेर्न चाहन्छौं के कस्तो 2 जना हुनुहुन्छ। त्यसरी फ्रेन्ड सिनेमा धरानमा हेर्न चाहन्छौं 11 बजे बिहानको के छ फाटफुट 8 जना देख्नु भएको छ। त्यसैगरी राति 9:30 बजेको हेर्न चाहन्छौं के छ खाली छ यहाँनिर। काउसती सिनेमाक्सको हेर्न चाहन्छौं 2:30 बजेको के छ यहाँनिर काउसतीमा खाली छ साथीहरु। त्यसैगरी पाथिभरा सिने प्लाजाको हेर्न चाहन्छौं के कस्तो 11:30 बजेको बिहानको पाथिभरा सिने प्लाजामा 8-10 जना फाटफुट देख्नु भएको छ। त्यसैगरी 7 बजे रातिको हेर्न चाहन्छौं के कस्तो छ 7 बजे रातिमा यहाँनिर हेर्न सक्नुहुन्छ तपाईहरुले यो खाली नै देखाएको छ। यहाँनिर कमल विनायक भक्तपुरको हेर्न चाहन्छौं 5:30 बजेको खाली छ। बामेल पुल बजार बनेपाको हेर्न चाहन्छौं के कस्तो छ। बनेपाको यहाँनिर खाटटुक के पनि देखेको छैन। ओसिस बंगाका कपिल वस्तुको हेर्न चाहन्छौं कपिल वस्तु पनि खाली छ। केएफएक्स बागेश्वरी नेपालगञ्जको 12 बजे दिउँसोको हेर्न चाहन्छौं के कस्तो छ यहाँनिर उनको स्वेटर तेस्रो हप्ता मन्डेको खाली छ यहाँनिर। केएफएक्स अपेक्स मल दमोलीको हेर्न चाहन्छौं के छ अपेक्स मल दमोलीमा 2 जना देखिनु भएको छ। म्याङ्गो जमज्योति प्रसाद चितवनको हेर्न चाहन्छौं 12:15 को खाली छ। सिने रोयल नेपालगञ्जको हेर्न चाहन्छौं 12 बजेको के छ दिउँसोको 2 जना हुनुहुन्छ। त्यसैगरी सेन्ट्रल मल्टिप्लेक्सको हेर्न चाहन्छौं यो चाहिँ विराटनगरको खाली छ। त्यसैगरी केएफएक्स सिनेमा टाइडमल पोखराको हेर्न चाहन्छौं 1:30 बजे दिउँसोको के कस्तो छ यहाँनिर खाली छ पोखराको। त्यसैगरी 7:45 रातिको हेर्न चाहन्छौं पोखराको केएफएक्स सिनेमा टाइड मलको। केएफएक्स जर्मन नारायणगढको हेर्न चाहन्छौं हामी के छ 11:30 बजे बिहानको के कस्तो भइरहेको छ जसको 4-5 जना देखिनु भएको छ। केएफएक्स रासिङ मलको हेर्न चाहन्छौं के कस्तो छ 1:45 दिउँसोको के कस्तो गरिरहेको छ उनको स्वेटरको आज तेस्रो हप्ताको यहाँ मन्डेको 2 जना हुनुहुन्छ। केएफएक्स विराटनगरको हेर्न चाहन्छौं के कस्तो छ 1 बजे दिउँसोको के कस्तो भइरहेको छ। केएफएक्समा 8-10 जना। एसटीएस धनगढीमा 5 बजे दिउँसोको के कस्तो छ खाली छ यहाँनिर। केएफएक्स दरबारको हेर्न चाहन्छौं 2:30 बजेको खाली छ साथीहरु दरबारमा पनि।
त्यसै गरी रञ्जना सिनेप्लेक्सको हेर्न चाहन्छौँ के छ, रञ्जना सिनेप्लेक्समा खाली छ रञ्जना सिनेप्लेक्सको पनि। त्यसै गरी 5:45 को रातिको हेर्न चाहन्छौँ के छ, 5:45 दुईजना आउनुहुन्छ। कीर्तिपुर सिनेप्लेक्सको बिहानको 11 बजे खाली छ। आइएनए सिनेमा क्यू बक्स मिलन चोक बुटोलको हेरेर 8-10 जना देख्नु भएको छ। 7:15 को मिलन चोक बुटोलको हेरेर खाली छ। सिडिसी सुन्दाराको हेरेर चाहन्छौँ 7:30 बजे खाली छ। भेफेक्स दाङ घोराएको 12 बजे दिउँसोको हेर्न चाहन्छौँ के छ, 12 बजे दिउँसो खाली छ। राति 8 बजेको के छ त हेर्न चाहन्छौँ हेरेर राति 8 बजे नि खाली छ। विश्वज्योति सिनेप्लेक्सको हेर्न चाहन्छौँ 12:30 बजे। त्यसै गरी हामी इन्फिनिटी मुभीको हेर्न चाहन्छौँ नर्थ प्लाजा इन्फिनिटीको हेर्न चाहन्छौँ के कस्तो छ यहाँनिर। उनको स्वेटर आज तेस्रो हप्ता चलिरहेको छ यहाँनिर, लोडिङ मात्रै देखायो खाली छ। केएफएक्स भक्तपुर भाटभटेनीको हेर्न चाहन्छौँ के छ, भक्तपुरमा यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँले। भक्तपुरमा फाटाफुट 30% देखाएको छ। 2:45 को हेर्न चाहन्छौँ के कस्तो भइरहेको छ। 2:45 पनि फाटाफुट 15-20 जना देख्नु भएको छ। याफकिपको हेर्न चाहन्छौँ के छ, 11 बजेको याफकिपमा 8-10 जना देख्नु भएको छ। 5:15 को हेर्न चाहन्छौँ के कस्तो छ यहाँनिर पनि रिजर्भेसनमा रहेछ। म्याटाउन पोखराको हेर्न चाहन्छौँ के छ, फाटाफुट रिजर्भेसन राम्रै देखाएको छ। 1:40 को हेर्न चाहन्छौँ हामी ठिकठाकै देखाएको छ। 7:30 बजेको पोखराको हेर्न चाहन्छौँ हामी रिजर्भेसन देखाएको छ। 1 सिनेमा न्यू बानेश्वरको हेर्न चाहन्छौँ 8:45 को के कस्तो छ, 4-5 जना देख्नु भएको छ। 5:30 बजेको हेर्न चाहन्छौँ के कस्तो भइरहेको छ यहाँनिर, फाटाफुट 15-20 जना देख्नु छ। बिएसआरको हेर्न चाहन्छौँ के छ, 11 बजेको उनको छैन रिजर्भेसन मात्रै छ। केएफएक्स लबिमको हेर्न चाहन्छौँ 8 बजे बिहानको के कस्तो छ। लबिममा एकदमै राम्रो हुनुपर्ने हो, 30% देखाएको छ लबिममा। 11 बजेको हेर्न चाहन्छौँ के कस्तो छ। 11 बजे पनि फाटाफुट हेर्नुहोस् 40% देखाएकै छ। राति 8 बजेको लबिममा हेर्न चाहन्छौँ के कस्तो भइरहेको छ। राति 8 बजे फाटाफुट 10-15 जना। केएफएक्स वन स्टप बिर्ता मोडको हेर्न चाहन्छौँ के कस्तो छ। बिर्ता मोडमा पनि हेर्न 30% देखाएको छ। 5 बजेको हेर्न चाहन्छौँ बिर्ता मोडको के कस्तो भएको छ। उनको स्वेटरले आज पनि तल्का मचाउला त। इलाइट इटरीको हेर्न चाहन्छौँ के छ, इटरीको यहाँनिर 8-10 जना। 6 बजेको हेर्न चाहन्छौँ इटरीकै 8-10 जना। केएफएक्स छायाको हेर्न चाहन्छौँ 12:45 को 2-4 जनामा। शुभकामनाको हेर्न चाहन्छौँ के छ, शुभकामना खाली छ। डिम्याक्स दमकको हेर्न चाहन्छौँ के कस्तो भइरहेको छ। दमकमा फटाफट 8-10 जना देख्नु भएको छ। 6:45 को दमकको हेर्न चाहन्छौँ के कस्तो भइरहेको छ, 3-4 जना। केएफएक्स बोटोलको हेर्न चाहन्छौँ 11:15 मा के कस्तो छ। बोटोलमा 3-4 जना मात्रै देख्नु भएको छ। केएफएक्स सिटी स्क्वायरको हेर्न चाहन्छौँ हामी के कस्तो भइरहेको छ। आज सो पनि 125 वटा लगेर गएको छ, 30%। म्याङ्गो सिकेको हेर्न चाहन्छौँ फेरि, त्यसपछि म्याङ्गो हेरिसक्यौँ हामीले, सिकेको हेरिसक्यौँ। त साथीहरू आज यसको चाहिँ हिजोको भन्दा चाहिँ अलिकति ठिकठाकै जे होस्, यसको चाहिँ 35 देखि लिएर 30% को अकुपेन्सी देखेको छ। ठिकठाकै भन्नुपर्छ यसलाई, मन्डे तेस्रो हप्ताको। अब हामी हेर्न चाहन्छौँ नरसिंह अवतार महानायकको के कस्तो भइरहेको छ। साथीहरू महानायकको हिजो लगेर गएको त 116 छ भने आज 111, करिबन यसको 5 वटा सो घटेको छ। यसले 111 सो लगेर गएको छ आज। त यसको बुकिङ के कस्तो छ हेर्न चाहन्छौँ। आज मन्डेको यसको फर्स्ट मन्डे सिकेको हेर्न चाहन्छौँ। सिके सिनेमाको हेर्न चाहन्छौँ 12 बजे दिउँसोको खाली देखाएको छ। केएफएक्स सिटी स्क्वायरको हेर्न चाहन्छौँ के कस्तो भइरहेको छ। सिटी स्क्वायरमा यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँले, फाटाफुट 8-10 जना देख्नु भएको छ। केएफएक्स बुटोलको हेर्न चाहन्छौँ के कस्तो भइरहेको छ। यहाँनिर बुटोलमा हेर्न सक्नुहुन्छ 5:45 को के कस्तो भइरहेको छ, 8-10 जना देख्नु भएको छ। डिम्याक्स सिनेमाको हेर्न चाहन्छौँ 1 जना हुन्छ। डिम्याक्स रोड दमकको 2:45 को हेर्न चाहन्छौँ के छ, दमकमा 2:45 खाली छ। शुभकामना बनेपाको हेर्न चाहन्छौँ के छ, खाली छ। केएफएक्स छायाको हेर्न चाहन्छौँ के कस्तो छ, 4 बजे दिउँसोको खाली छ। इलाइट सिनेमा इटरीको हेर्न चाहन्छौँ के छ, खाली छ। साथीहरू यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँले 5:30 बजेको हेर्न चाहन्छौँ इटरीको 2 जना मात्रै हुनुहुन्छ। राति 8:45 को हेर्छौँ इटरीकै, यहाँनिर पनि खाली छ। केएफएक्स वन स्टप बिर्ता मोडको हेर्न चाहन्छौँ के कस्तो छ। बिर्ता मोडमा 8-10 जना देख्नु भएको छ। केएफएक्स लबिममा हेर्न चाहन्छौँ 11:15 को लबिममा के कस्तो भइरहेको छ, 4-5 जना देख्नु भएको छ। 2:15 को दिउँसोको हेर्न चाहन्छौँ के कस्तो भएको छ। नरसिंह अवतार महानायकको 5 जना देख्नु भएको छ। बिएसआरको हेर्न चाहन्छौँ 5-6 जना देख्नु भएको छ। रिजर्भेसन टन्नै देखेको छ त्यहाँनिर रिजर्भेसन देखाएको छ। 8 बजेको बिएसआर मुभीको हेर्न चाहन्छौँ हामी, रिजर्भेसन छ। 1 सिनेमा न्यू बानेश्वरको 8:30 बजेको हेर्न चाहन्छौँ 4 जना हुनुहुन्छ। त्यसै गरी 6 बजे रातिको हेर्न चाहन्छौँ के कस्तो छ। 1 सिनेमाको यहाँनिर फाटाफुट 8-10 जना देख्नु भएको छ। 8:30 बजे रातिको 1 सिनेमाको हेर्न चाहन्छौँ हामी, फाटाफुट देख्नु भएको छ। म्याटाउन पोखराको हेर्न चाहन्छौँ के कस्तो छ। 8-10 जना देख्नु भएको छ। सोल्ड आउट भएको 2 जना छ। यहाँनिर पनि त्यस्तै 6-7 जनाको सोल्ड आउट भएको छ। बाँकी रिजर्भेसन देखाएको छ। 4:30 बजेको हेर्न चाहन्छौँ सोल्ड आउट छ 3-4 जना। बाँकी रिजर्भेसन याफकिपको चाबिलको हेर्न चाहन्छौँ यहाँनिर हेर्न सक्नुहुन्छ फाटाफुट 8-10 जना सोल्ड आउट। बाँकी रिजर्भेसन 7 बजेको हेर्न सक्नुहुन्छ तपाईँले, रातिको 7 बजे यहाँनिर फाटाफुट सोल्ड आउट। बाँकी रिजर्भेसन 11 बजे बिहानको हेर्न चाहन्छौँ के छ। यहाँनिर केएफएक्स भक्तपुर भाटपाटीमा यहाँनिर हेर्न सक्नुहुन्छ 8-10 जना सोल्ड आउट।
बाँकी रिजर्भेसन यहाँनिर 5:30 बजेको भक्तपुरको हेर्न चाहन्छौँ के कस्तो भइरहेको छ। 5:30 बजे 2 जनाको सोल्ड आउट बाँकी रिजर्भेसन 5-6 जना। इन्फिनिटीको हेर्न चाहन्छौँ, इन्फिनिटीमा के छ यहाँनिर खाली देखाएको छ। विश्वज्योति सिनेप्लेक्सको हेर्न चाहन्छौँ के कस्तो छ यहाँनिर खाली छ। जमलको VFX दाङ घोराइको हेर्न चाहन्छौँ, चौडै खुल्लाको यहाँनिर घट्टोपुट्टो रिजर्भेसन 2-4 जना देखिरहेको छ। 7:30 बजेको हेर्न चाहन्छौँ के कस्तो भएको छ यहाँनिर खाली देखाएको छ। त्यसैगरी CDC सुन्धाराको हेर्न चाहन्छौँ के कस्तो छ। 7:30 बजेको नयाँ हल खोलेको यसमा चाहिँ यहाँनिर एउटा सोल्ड आउट बाँकी एक लाइन चाहिँ रिजर्भेसन। 6 बजे रातिको हेर्न चाहन्छौँ के कस्तो छ। यो नरसिंह अवतारको रिजर्भेसन देखाएको छ। 8:15 को हेर्न चाहन्छौँ के कस्तो छ रिजर्भेसन मात्रै चाहिँ यहाँनिर पनि। आइएनएससीमा क्यू बक्स मिलन चोक बुटोलको हेर्न चाहन्छौँ हामी। बुटोलको 1:30 बजेको के कस्तो भइरहेको छ। नरसिंह अवतार महानायकको के कस्तो भइरहेको छ तपाईँलाई हामीले विथ प्रुफ दुधको दुध पानीको पानी हेर्दैछौँ हामीले यहाँनिर हेर्न सक्नुहुन्छ। तपाईँलाई नरसिंह अवतारले के कस्तो भइरहेको छ। 3 जनाको सोल्ड आउट, 3 जना रिजर्भेसन। त्यसरी कीर्तिपुर सिनेप्लेक्सको हेर्न चाहन्छौँ 2 बजेको यहाँनिर चाहिँ महानायकको फिल्मलाई हेर्दाखेरि चाहिँ यहाँनिर 8-10 जना सोल्ड आउट बाँकी रिजर्भेसन। महानायकलाई चाहिँ सिंगल थिएटरमा अलि बढी देखिएको छ, मल्टिप्लेक्समा अलि बुकिङ पनि त्यस्तो देखिएको छ। 6 जना जति यहाँ सोल्ड आउट भएको छ। रञ्जना सिनेप्लेक्सको 5:30 बजेको हेर्न चाहन्छौँ रञ्जनाकै के कस्तो भइरहेको छ यहाँनिर हेर्न सक्नुहुन्छ। खाली चाहिँ यास धनगढीमा हेर्न चाहन्छौँ 2:15 धनगढीमा चाहिँ यहाँनिर जेठको 14 गते आउँदै हुनुहुन्छ महानायक। तपाईँलाई मैले अगाडि पनि भनिसकेको छु। 8 बजेको हेर्न सक्नुहुन्छ 2 जना छ। VFX विराटनगरको हेर्न चाहन्छौँ के कस्तो भइरहेको छ। महानायकको यो नरसिंह अवतारको आजको हेर्न सक्नुहुन्छ खाली छ। जलमा नारायण घाटको हेर्न चाहन्छौँ 11:45 को 2 जनामा 2-4 जना हुनुहुन्छ। KFX सिनेमा टाइडमल पोखराको 11:30 बजेको हेर्न चाहन्छौँ के कस्तो भइरहेको छ यहाँनिर खाली छ। सेन्ट्रल मल्टिप्लेक्स विराटनगरको 6 बजेको हेर्न चाहन्छौँ विराटनगर खाली छ। सिने रोयल नेपालगञ्जको 12:30 बजेको हेर्न चाहन्छौँ के कस्तो भइरहेको छ यहाँनिर खाली छ। 3:30 बजेको हेर्न चाहन्छौँ के कस्तो भइरहेको छ। 3:30 बजे 3 जना हुनुहुन्छ। म्याङ्गो ज्योति पर्सा चितवनको यहाँनिर म्याङ्गो जनज्योति खाली छ। KFX अपेक्स मल दमौलीको 12:15 को हेर्न चाहन्छौँ के कस्तो भइरहेको छ यहाँनिर खाली छ साथीहरू। KFX बागेश्वरी नेपालगञ्जको हेर्न चाहन्छौँ 3 बजे दिउँसोको के कस्तो भइरहेको छ बागेश्वरीमा खाली छ। ओसिस बनगङ्गा कपिल बस्तीको 12 बजेको दिउँसोको हेर्न चाहन्छौँ यहाँनिर खाली छ। बामेल पुल बजार भनेपाको 11 बजेको खाली छ। त्यसरी कमल विनायक भक्तपुरको हेर्न चाहन्छौँ 11:30 बजेको महानायकको खाली छ। पाथिभरा सिने प्लाजामा यहाँनिर चाहिँ हाउसफुल हुनुपर्छ। 11:30 बजेको रातो देखाइरहेको छ अलरेडी यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँहरूले। 11:30 को हामी हेर्छौँ यहाँनिर रिजर्भेसन टन्नै देखाएको छ। लगभग हाउसफुल हुन्छ होला यसमा। त्यसरी 11:45 को हामी काउसोतीको हेर्न चाहन्छौँ। काउसोती सिनेम्याक्सको के कस्तो भइरहेको छ खाली छ साथीहरू। फ्रेन्ड सिनेमा धरानमा 4:30 बजेको 2 जना मात्रै रिजर्भेसन छ। आइएनएस सिनेमा यान्मी सेन्टरको 1:30 बजेको 8-10 जना सोल्ड आउट। KFX सिनेमा सिजिमल भरतपुरको हेर्न चाहन्छौँ के कस्तो छ यहाँनिर 3 जनाको सोल्ड आउट। 11:30 बजेको आइएनएस सिनेमाको हेर्न चाहन्छौँ। क्यासारको 12:30 बजेको यहाँनिर खाली छ। KFX स्काइलाइन बिरगञ्जको 1:15 को हेर्न चाहन्छौँ के कस्तो छ दिउँसोको 3 जना सोल्ड आउट भएको छ। वान सिनेमा कालीमाटीको हेर्न चाहन्छौँ 9:45 को बिहानको यहाँनिर हेर्न सक्नुहुन्छ। जेको लाइन 15-20 जना सोल्ड आउट भएको छ। 12:30 बजेको हेर्न चाहन्छौँ 12:15 को हेर्न चाहन्छौँ यहाँनिर 8-10 जना सोल्ड आउट भएको छ। सिटी सिनेमाको हेर्न चाहन्छौँ के छ 5:45 को खाली छ। त्यसरी KFX सिभिलको हेर्न चाहन्छौँ 2:30 बजेको सिभिलमा के कस्तो भइरहेको छ खाली छ 2 जना मात्र सोल्ड आउट। DM को हेर्न चाहन्छौँ के छ 12 बजेको के कस्तो गरेको छ। महानायकको यो नरसिंह अवतारले 12 बजेको यो DM सिनेमामा के कस्तो भइरहेको छ हेर्न सक्नुहुन्छ तपाईँहरूले। अलिकति स्लो भइरहेको छ हामी हेर्दैछौँ यहाँनिर DM को के कस्तो भइरहेको छ स्लो भइरहेको छ। फेरि एकपटक ट्राई गर्छौँ हामीले यसलाई। 3 बजेको हेर्छौँ DM को के कस्तो भइरहेको छ यहाँनिर हेर्न सक्नुहुन्छ खाली छ यहाँनिर। बिग मुभीको हेर्न चाहन्छौँ सिटी 2 जना मात्रै हुनुहुन्छ यहाँनिर सोल्ड आउट। सिटी सेन्टर कमल पोखरीको 12:45 को हेर्न सक्नुहुन्छ 8-10 जना सोल्ड आउट भएको छ। 5:30 बजेको हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँनिर चाहिँ झन्डै लगभग 25-30% गएको छ। त महानायकको र आज नरसिंह अवतार महानायकको र उनको स्वेटरमा अलिकति 5% जति उनको स्वेटर नै बुकिङ अलिक बढी देखेको छ। महानायकको 30% जति देखेको छ। त तपाईँहरूलाई भिडियो के कस्तो लाग्यो लाइक कमेन्ट सब्सक्राइब गर्दैन भन्दै आजको यस सो काउन्टर एडभान्स भिडियोदेखि म बिदा माग्न चाहन्छु। हस्त नमस्ते धन्यवाद।